नाम चाहिँ महेश चौधरी हो। अनि मेरो ठेगाना चाहिँ सुदूरपश्चिम कञ्चनपुर जिल्ला अनि घर चाहिँ बेलोडी कलकत्ता 8 कञ्चनपुर हो। निर्माण क्षेत्रमा काम गरेको लगभग मेरो 1 वर्ष भइसक्यो। अनि इन्सुरेन्स पनि अब ठिकठाकै गरिदियोस् भने सरकारसँग छ। नयाँ सरकार आएर के लेबरीहरूको अब पैसा हुन्छ, त्यो पैसा काम गरे बापत तिनीहरूलाई मिल्नु यही छ। सरकारलाई कया से करा कानुन गरिदिने। अनि जे होस् अहिले त ठिकै चलिरहेको होइन, तर आजकल सुनिरहन् कोही ठेकेदारहरू काम गरे बापत लेबरीहरूलाई पैसा दिँदैनन् अनि पैसा नदिएर भागिन्छन्। त्यो नपरोस्, त्यो जुनी नहोस्। अनि विदेश जाने बेला विदेश गए बापत बरु यही नेपालमा काम गरौँ अनि राम्रो नेपाल बनाऊ भन्ने सोच सबै नेपालीहरू राखोस्। यही छ मेरो भनाइ।